भाउजूलाई कस्तो अहिले सन्चै हुनुहुन्छ कि? सब ठिक छ, सन्चै छ। अनि तपाईँको लभ स्टोरी सर्टकटमा सुनाउनु मिल्छ भने छोटोमा? त्यस्तो के होइन, अब त्यो जस्तै अब मेरो पनि वाइफ छ, अब मेरो स्टोरी त मलाई थाहा छ, तपाईँको चाहिँ कसरी होला भन्ने हुन्छ नि त मलाई। त्यही साथीहरूको थ्रुबाट भेट भएर भए हो सब कुरा। त्यसरी हो, खासै त्यस्तो केही छैन। त्यस्तो केही छैन भने छ, तर अब त्यो त्यस्तो कुरा त्यो पर्सनल कुराहरू थाहा छ त, म गर्दिनँ त्यति। तर जेनरली चाहिँ त्यही भए हो, साथी म्युचुअल फ्रेन्डबाट भेट भएर अनि त्यही अब त्यही फेसबुक यताउता सोसियल मिडिया। अनि सोध्नु मन थियो कि एउटा चाहिँ करियरमा, अब जस्तै तपाईँको करियरमा पार्टनर हुँदा र नहुँदाको डिफ्रेन्स के छ? अब त्यो यस्तो हो, पहिला हामीले जब हामी गरिरहेको थियो त्यो बेलामा चाहिँ लफङ्गा पाराले गरे हो नि त, भन्नाले यतिकै खेलाचीमा होइन, अब मन लाग्छ गऱ्यो भनेर टाइपले गरे हो नि त। अब उमेर बढ्दै गयो, अब मान्छेहरू भेटिँदै गयो, अनि अब सिरियसली नै गर्नुपर्ने सिचुएसनसम्म पुग्यो होइन। अब गीत गाएरै पैसा कमाउनुपर्छ भन्ने खालको, नत्र अरू कामै गर्न नसक्ने टाइपको सिचुएसनमा पुगेपछि अब सपोर्ट गर्ने मान्छेहरू भेट्दै गयो होइन। अब अनि कन्फिडेन्स बढ्दै गयो। अब त्योभन्दा अगाडिको कुरा त अब म हावै लिन्छु, त्यो रिलेसनसिपभन्दा अगाडि जे स्ट्रगलहरू थियो गरे हो स्ट्रगल, तर अलि त्यो बचाइ पारा नै थियो क्या। अनि पछि अनि रेस्पोन्सिबिलिटीहरू बढ्दै गएपछि अब सिरियस हुनु पऱ्यो जस्तो सिचुएसनमा पुगेपछि भयो। अब सुरुवातदेखि नै सँगै थियो भनौँ न हामी चाहिँ, जो सपोर्ट पहिल्यैदेखि थियो। अब यो पहिला म म्युजिकमा 100% नहुँदादेखि नै सुरु भयो हो क्या। भनेपछि यो क्वेसनमा करियर अगाडि भन्दा नि करियर स्टार्टदेखि नै थियो। अब त्यो यो क्वेसनै त्यतिकै भयो। किनकि हामी पहिला म अब भाइहरूसँग जस्तै बिकी भाइ, हाम्रो बिकी नेवार त्योसँग नि म हिँड्दै स्टुडियो गएको छु होइन। अनि म सुमिनासँग नि हिँड्दै स्टुडियो गएको छु क्या। अनि राति हिँड्दै फर्केको पनि छु क्या, त्यो सेम टाइमतिरै हो क्या। त्यो स्टेज हुँदो रहेछ। हुन्छ त्यो अब कसरी अब मोटिभेट भइराख्ने, एकअर्कालाई मोटिभेट गरिराख्ने खालको कुरा हो नि त। धेरैचोटि क्लास एक्स स्टुडियोमा भएपछि धेरैचोटि हिँड्या हो त्यो बाटो। हिँड्दाखेरि त्यो हङ्गरले गरेर त्यति खासै हुँदैन। म नि पहिला लोद हिँड्थ्यो, हिँड्न चाहिँ वकिङमै जान्थ्यो धेरै।